and Team B, Sunil Kumar Volleyball Club, India. Presentation of the referees. The first referee is Mr. Vikas Groom, LEC International Referee. Similarly, the second referee is Mr. Chitra Groom, National Volleyball Referee. Chitra Groom. Cheers! गण्डकी प्रदेश वर्सेस सुनील भलिबल क्लब इन्डिया। सबैजनालाई हार्दिक स्वागत छ। Team B, Sunil Kumar Volleyball Club. Number 1, Jihan Malik. Number 3, Sahil. Number 8, Team Captain Gurmeet Pal Singh. Number 10, Satman Singh. Number 13, Rizwan. Number 14, Javed Khan. Team leader, number 19, Ashok Rai. And head coach, Mr. Surendra Kumar. Similarly, Team A, Gandhiji Province Volleyball Association. Number 1, Himal Sunari. Hi, Himal Sunari. Indra BK. Number 4, Raman Kumar. Number 9, Sanju Bikram Shah. Number 10, Dinesh Ali. Number 11, Shesha. Team Libero. Number 12, Kunjan Shahi. And head coach, Mr. Ramesh Keshi. Thank you. सुरु भइसकेको छ यति बेला गेम। लहै 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 यति बेला सुनील भलिबल इन्डियालाई अङ्क पहिलो सेटको पहिलो अङ्क 1-0। लहै 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 ओहो अत्यन्तै राम्रो स्पाइक हिमाल सुनारी मगर अङ्क 1 बराबर। गण्डकी प्रदेश 1 सुनील भलिबल इन्डिया 1 इक्वल। यति बेला भने अङ्क सुनील कुमार 2-1। मेन सर्भिस बिहान तपाईको एउटा सर्भिस बिहान बिचमा 2 नम्बर 3 नम्बर जान्छ लिडर दिन्छ त्यो गेमै हार्छ नि त। बलाउ यति बेला गण्डकी प्रदेशलाई अङ्क लहै 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 अङ्क 2 बराबर। पहिलो सेटमा 2 इक्वल। उत्कृष्ट स्पाइक सञ्जु विक्रम शाह अङ्क 3-2। सर्भिसमा हिमाल सुनारी थिए। लहै 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 ओहो यति बेला अङ्क गण्डकीलाई नम्बर रहेको छ 4-2। गण्डकी प्रदेश वर्सेस इन्डिया बीच खेल भइरहेको छ। Sunil Volleyball Club 4-2। सर्भिसमा यति बेला चर्चित भलिबल खेलाडी धेरैजनाको मनमुटुमा बस्न सफल हिमाल सुनारीको सर्भिस यति बेला। ओहो ओहो राम्रो रिसिभ। यति बेला सञ्जु विक्रम शाह करब झ्याप तर बल नियन्त्रणमा। फेरि पनि सञ्जु छन्। सञ्जु विक्रम शाह उत्कृष्ट पावरफुल स्पाइक। यति बेला अङ्क गण्डकी प्रदेशलाई नम्बर 5-2 सरी 5-2। लगातार सर्भिसमा हिमाल सुनारी मगर भलिबल चर्चित खेलाडी। यति बेला अङ्क भने सुनील भलिबल इन्डियालाई नम्बर 3-5। Gandhiki Volleyball Association 5-3.
यति बेला भने अङ्क सुनिल भलिबललाई फेरि पनि नम्बर 4-5 ल गण्डकी प्रदेश 5 छ भने सुनिल भलिबल इन्डिया 4-5 टिम क्याप्टेन सर्भिसमा ओहो अत्यन्तै शानदार स्पाइक गर्दै अङ्क इन्डियालाई नम्बर 5 बराबरको स्थिति लगातार अङ्क इन्डियालाई यो पहिलो सेटमा 5 बराबर रहेको छ यति बेला भने अङ्क सुनि गण्डकी प्रदेशलाई नम्बर रहेको छ 6-5 बल आउट हुन पुग्यो फाइदा गण्डकी प्रदेशलाई नम्बर रहेको छ 7-5 लाहे अङ्कको स्थिति 7-5 2 अङ्कले गण्डकीले लिड गरिरहेको छ भने यति बेला अङ्क इन्डियालाई इन्डिया 6 गण्डकी 7 6-7 यो पहिलो सेट इन फर्स्ट सेट 6-7 गण्डकी 7 उत्कृष्ट स्पाइक सन्जु विक्रम शाह धेरैजनाले उहाँलाई भलिबल किङ पनि भन्नुहुन्छ है अङ्क गण्डकीलाई नम्बर 8 छ 8-6 इन फर्स्ट सेट सर्भिसमा सन्जु विक्रम शाह यति बेला अङ्क इन्डियालाई नम्बर 7-8 बराबरीको स्थिति लगभग बराबरी 7-8 इन्डिया 7 छ भने अहिलेसम्म गण्डकी प्रदेश 1 अङ्कले भए पनि अगाडि बढिरहेको छ यति बेला निकै नै शानदार स्पाइक इन्द्र विकट अङ्क गण्डकीलाई नम्बर 9-7 यति बेला भने अङ्क गण्डकीलाई नम्बर 10-7 बल आउट हुन पुग्यो यति बेला गण्डकीलाई अङ्क नम्बर पहिलो सेटमा भने गण्डकी अगाडि बढिरहेको छ यति बेला 3 अङ्कले अगाडि गण्डकी प्रदेश 10-7 यति बेला भने फेरि पनि अङ्क गण्डकीलाई नम्बर 11-7 गण्डकी प्रदेश 4 अङ्कले अगाडि गण्डकी प्रदेशले यति बेला इन्डियालाई पानी पिउने बनाइदिएका छन् राम्रो सर्भिस लहाई अत्यन्तै राम्रो स्पाइक गर्दै यति बेला भने अङ्क इन्डियालाई 8-11 यो पहिलो सेटमा 8-11 गण्डकी प्रदेशलाई अङ्क 12-8 लाहे ओहो निकै नै पावरफुल स्पाइक यति बेला चेक आउट हुन पुगेको छ इन्डियालाई नम्बर 9-12 निकै नै राम्रो स्पाइक गर्दै यति बेला भने अङ्क गण्डकी प्रदेशलाई नम्बर 13-9 4 अङ्कले गण्डकी प्रदेशले लिड गरिरहेको छ पहिलो सेटमा यो आजको अन्तिम खेल रहेको छ अत्यन्तै राम्रो स्पाइक गर्दै यति बेला भने अङ्क 14-9 14-9 गण्डकी 14 सुनिल भलिबल क्लब 9 14-9 यति बेला भने अङ्क इन्डिया भलिबललाई नम्बर 10-14 अझै पनि 4 अङ्कले गण्डकी प्रदेशले लिड गरिरहेको छ भने अङ्कको स्थिति 10-14 10-14 इन फर्स्ट सेट इन्डिया 10 गण्डकी प्रदेश 14 ओहो निकै राम्रो स्पाइक सन्जु विक्रम शाह गण्डकी प्रदेशलाई अङ्क 15-10
गण्डकी यति बेला तातेको छ है। सर्भिसमा हिमाल सुनारी चर्चित भलिबल खेलाडी। ओहो बाबा बाबा लहाई 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 ओ कोनी यति बेला भने अङ्क इन्डियालाई नम्बर 11-15 पहिलो सेट। निकै उत्कृष्ट स्पाइक अङ्क गण्डकी प्रदेशलाई नम्बर 16-11। लहाई 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 सन्तु विक्रम फेरि पनि ओहो लहाई 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 ओहो निकै नै रोमाञ्चक खेल। बल हावामा उडिरहेको छ। उत्कृष्ट पावरफुल स्पाइक यति बेला इन्डियालाई अङ्क नम्बर 12-16 अझै पनि 5 अङ्कले लिड गरिरहेको छ गण्डकी प्रदेशले इन्डियालाई। यति बेला भने अङ्क इन्डियालाई नम्बर रहेको छ 13-16 अङ्क नजिकै गएको छ यति बेला भने अङ्क 13-16 लहाई 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 13-16 5 अङ्कको लिड 6 अङ्कको लिड थियो अहिले नजिकिँदैछ है अङ्क। अत्यन्तै राम्रो स्पाइक यति बेला अङ्क इन्डियालाई। करब झ्याप बनाइदिएका छन् त्यहाँ अङ्क इन्डियालाई नम्बर 15-16 6 अङ्कले लिड गरेको गण्डकी प्रदेश यति बेला 1 अङ्क मात्र लिड गरेको छ है त। ओहो लगातार 5 अङ्क गुमाइसकेका छन् गण्डकी प्रदेश। अब भने गण्डकी प्रदेश तात्नु पर्नेछ। यति बेला भने चेकआउट हान्दै अङ्क गण्डकी प्रदेशलाई सन्जु विक्रमको चेकआउट। यति बेला गण्डकी प्रदेशले अङ्क जोडेको छ 17-15 यो पहिलो सेटमा 17-15 इन फर्स्ट सेट। राम्रो सर्भिस थियो। ओहो यति बेला इन्द्र विकले करब झ्याप बनाइदिएका छन् गण्डकी प्रदेशलाई अङ्क लगातार अङ्क 18-15। यति बेला इन्डियालाई अङ्क नम्बर 16-18 यो पहिलो सेटमा। अत्यन्तै लामो र्याली यति बेला भने अङ्क इन्डियालाई 17-18 भेटे 17-18 अङ्क गण्डकीलाई नम्बर 19-17। अत्यन्तै पावरफुल स्पाइक इन्डियालाई अङ्क 18-19 अझै पनि 1 अङ्कले अगाडि बढिरहेको छ तर 6 अङ्कले लिड गरेको गण्डकी प्रदेश 1 अङ्क मात्र अन्तर रहेको छ। 18-19 इन फर्स्ट सेट। अङ्क इन्डियालाई 19 बराबर 6 अङ्कले लिड गरेको गण्डकी प्रदेश यति बेला बराबरीमा 19 बराबर पहिलो सेटमा। उडी हान्छ त इन्डियालाई अङ्क नम्बर 20-19 यति बेला भने 1 अङ्कले अगाडि बढिसकेको छ। हिमाल चुनारीको शानदार स्पाइक सँगसँगै यति बेला बराबरीमा अङ्क 20 बराबर पहिलो सेट। 20 इक्वल इन फर्स्ट सेट
गण्डकी प्रदेश 20 इन्डिया 20 बराबर सर्भिसमा जर्सी नम्बर 10 गण्डकी प्रदेशको तर्फबाट दिवस हाले यति बेला भने सरदारले गिराइदिएका छन् अङ्क इन्डियालाई नम्बर 21-20 पहिलो सेट कसले पो जित्ला त यति बेला भने अङ्क 21 बराबर रहेको छ यो पहिलो सेटमा यति बेला भने अङ्क इन्डियालाई फेरि पनि 22-21 सुनील भलिबल क्लब 22 ल हेर त 6 अङ्कले लिड गरेको गण्डकी प्रदेश यति बेला 1 अङ्कले पछाडि परेको छ पहिलो सेटमा 22-21 तात्नु पर्ने देखिन्छ गण्डकी प्रदेश यति बेला सुनील भलिबल इन्डियालाई अङ्क 22-21 पहिलो सेटमा बल आउट 22 बराबर 22 इक्वल हिमाल सुनारी सर्भिसमा थिए यति बेला अङ्क इन्डियालाई नम्बर 23-22 Player substitution by Sunil Volleyball Club 8 out 17 अत्यन्तै पावरफुल स्पाइक इन्द्र विकट शेषाले हानेको Player substitution by Sunil Volleyball Club 7 out 18 शेषा है ल यति बेला 23 बराबर है ल 23 बराबर निकै ढुकढुकीको स्थिति है त 24 कसले पो ल्याउला नि पहिला ल है 23 बराबरको स्थिति second time out by Sunil यति बेला अङ्क गण्डकी प्रदेशलाई नम्बर 24-23 गण्डकी है त 24-23 अन्तिम पहिलो सेटको अन्तिम क्षणमा 24-23 सर्भिसमा शेषा ल शेषा यति बेला अङ्क 24 बराबर मौका इन्डियालाई मौका बल नियन्त्रणमा अझै पनि बल हावामै छ यति बेला भने अङ्क 25-24 अत्यन्तै पावरफुल स्पाइक सञ्जु विक्रम शाह अङ्क यति बेला 25 बराबर यति बेला भने अङ्क 26-25 लहै गण्डकी प्रदेशले अङ्क थपेको छ यति बेला नम्बर 26-25 अङ्क यति बेला इन्डियालाई नम्बर 26 बराबर गण्डकी 26 उत्कृष्ट स्पाइक गण्डकी प्रदेशलाई अङ्क नम्बर 27-26 रमन कुमारको उत्कृष्ट स्पाइक सँगसँगै गण्डकीले अङ्क थपेको छ यति बेला भने अङ्क 27-26 पहिलो सेटमा निकै नै घम्सी खेल भइरहेको छ हामी देख्न सक्छौँ लहै त शानदार स्पाइक गर्दै यति बेला इन्डियालाई अङ्क 27 बराबर अत्यन्तै प्रतिस्पर्धात्मक खेल गण्डकी प्रदेशले यति बेला अङ्क जोडेको छ 28-27 यति बेला अङ्कको स्थिति 28-27 गण्डकी प्रदेश 28 अङ्क 28 बराबर
ओहो कतै पोरको चाहिँ 41 मा पुग्ने त होइन 28 बराबरको स्थिति हो पहिलो सेटमा घम्सा घम्सी यति बेला सुनिल भलिबल इन्डियालाई अङ्क नम्बर 29-28 अत्यन्तै राम्रो यसमा हिमाल सुनारी अङ्क यति बेला गण्डकी प्रदेशलाई नम्बर 29 बराबर अब 31 मा गेम हुनेछ बराबरीमा गयो भने अझै पनि बढ्नेछ गण्डकी 29 सुनिल भलिबल क्लब 29 इक्वल राइटको सङ्केत ब्लक आउटको सङ्केत यति बेला भने अङ्क 30-29 सुनिल भलिबल क्लब 30 30-29 गण्डकी 29 अत्यन्तै राम्रो चेकआउट हान्दै अङ्क यति बेला गण्डकी प्रदेशलाई 30 बराबर ओहो 32 मा पुगेको छ है अब मौका गण्डकीलाई यति बेला करब झ्याप बनाइदिएका छन् अङ्क इन्डियालाई नम्बर 31-30 ओहो नि कतै गेमै 40-50 मा पुग्ने त होइन ओहो उत्कृष्ट ब्लक आउट हान्दै अङ्क गण्डकीलाई नम्बर 31 बराबर गण्डकी 31 सुनिल भलिबल क्लब 31 कतै स्कोर बोर्डै रित्तिने त होइन अब ओहो अब 1 बाट हुन्छ है त्यो 32 बाट फेरि अङ्क भने 31 बराबर सर्भिस बल जालीमा अङ्क इन्डियालाई ल 32-31 1 बाट 1-0 है ल बाबा ल है त यसै गरी इन्डियाले 30 को विरुद्ध 32 ल्याउँदै यो गेममा पहिलो सेट इन्डियाको पक्षमा परिसकेको छ 6 अङ्कले लिड गरेको गण्डकी प्रदेशलाई निकै नै प्रतिस्पर्धात्मक रूपले 30 को विरुद्ध 32 ल्याउँदै इन्डिया विजय भएको छ पहिलो सेटमा अब हेरौँ दोस्रो सेटमा के पो होला त यति बेला बल जालीमा दोस्रो सेट सुरु भइसकेको छ भने पहिलो सेट 30 को विरुद्ध 32 ले इन्डियाले आफ्नो पक्षमा पारिसकेको छ भने दोस्रो सेटको पहिलो अङ्क पनि इन्डियालाई अङ्क 1-0 अङ्क भने यति बेला गण्डकीलाई नम्बर 1 बराबर दोस्रो सेटमा विवास आलेमगर सर्भिसमा यति बेला भने बल इन्डिया तर्फ अङ्क भने 2-1 अत्यन्तै राम्रो स्पाइक हिमाल सुनारी मगर चर्चित भलिबल खेलाडी अङ्क गण्डकीलाई नम्बर 2 बराबर दोस्रो सेटमा पहिलो सेट भने गण्डकीले गुमाइसकेको छ र इन्डियाको पक्षमा परिसकेको छ दोस्रो सेटको अङ्क भने 2 बराबर अङ्क इन्डियालाई यति बेला अङ्क 3-2 3-2 यति बेला गण्डकी प्रदेशलाई अङ्क 3 बराबर दोस्रो सेटमा अत्यन्तै उत्कृष्ट स्पाइक अङ्क इन्डियालाई 4-3 गण्डकी 3 यति बेला अङ्क 4 बराबर दोस्रो सेटमा पहिलो सेट भने इन्डियालाई 30 को विरुद्ध 32 ले इन्डियाले पहिलो सेट आफ्नो पक्षमा पारिसकेको छ यति बेला भने करब झ्याप हुँदै गण्डकीलाई अङ्क नम्बर 5 सर्भिस बल आउटको सँगसँगै इन्डियालाई अङ्क नम्बर 5 बराबर अङ्क यति बेला गण्डकीलाई सर्भिस बल जालीमा अन्जु विक्रम शाह सर्भिसमा गण्डकी तर्फबाट
चेकआउट हान्दै यति बेला इन्डियालाई अङ्क नम्बर रहेको छ 6 बराबर दोस्रो सेटमा बल आउटको सँगसँगै यति बेला गण्डकीलाई अङ्क नम्बर 7-6 गण्डकी प्रदेश 7 इन्डिया 6 पहिलो सेट इन्डियालाई सर्भिसमा विश्वास अधिकारी स्पाइक बल जालीमा गण्डकीलाई अङ्क नम्बर 8-6 यति बेला भने अङ्क इन्डियालाई अत्यन्तै पावरफुल स्पाइक तर बल फल हुन पुग्यो गण्डकीलाई अङ्क नम्बर 9-7 दोस्रो सेटमा पहिलो सेट इन्डियालाई यति बेला अङ्क गण्डकीलाई 10-8 यति बेला अङ्क इन्डियालाई नम्बर 9-10 अङ्क 10-11 यो दोस्रो सेटमा अत्यन्तै शानदार स्पाइक यति बेला भने अङ्क गण्डकीलाई नम्बर 12-10 दोस्रो सेटमा पहिलो सेट इन्डियालाई यति बेला गण्डकीलाई अङ्क नम्बर 13-10 गण्डकी प्रदेशले दोस्रो सेट जित्ने सुरमा त होइन बल आउट गण्डकी प्रदेशलाई अङ्क नम्बर 14-10 लाहाई दोस्रो सेट भने गण्डकी प्रदेशले निकै 4 अङ्कले लिड गरिरहेको छ है ल लाहाई यति बेला भने अङ्क इन्डियालाई नम्बर 11-14 रहेको छ दोस्रो सेटमा यति बेला भने इन्डियालाई अङ्क नम्बर 12-14 यति बेला अङ्क गण्डकीलाई नम्बर रहेको छ 14-12 15-12 सरी 15-12 को स्थिति दोस्रो सेटमा पहिलो सेट भने इन्डियालाई 30 को विरुद्ध 32 ले इन्डियाले पहिलो सेट आफ्नो पक्षमा पारिसकेको थियो भने दोस्रो सेटको खेलमा 15-12 रहेको छ निकै नै शानदार स्पाइक इन्डियालाई अङ्क नम्बर 13-15 यति बेला भने अङ्क गण्डकीलाई नम्बर रहेको 16-13 सर्भिसमा विश्वास अधिकारी अङ्क यति बेला 17-13 रहेको छ गण्डकी प्रदेश 17 इन्डिया 13 उत्कृष्ट स्पाइक इन्डियालाई अङ्क नम्बर 14-17 मौका गण्डकीलाई अङ्क नम्बर 18-14 अत्यन्तै राम्रो स्पाइक यति बेला इन्डियालाई अङ्क 15-18 अझै पनि 3 अङ्कले गण्डकी प्रदेशले लिड गरिरहेको छ भने दोस्रो सेटको अङ्क 15-18 इन्डिया 15 गण्डकी 18 पहिलो सेट भने गण्डकीले गुमाइसकेको छ इन्डियाको पक्षमा स्पाइक यति बेला भने अङ्क गण्डकीलाई रमन कुमार यति बेला सर्भिसमा थिए रमन कुमार
यति बेला फेरि पनि अङ्क गण्डकीलाई 5 अङ्कले यति बेला गण्डकीले लिड गरिरहेको छ 20-15 सर्भिसमा फेरि पनि जर्सी नम्बर 4 रमन कुमार गण्डकीको तर्फबाट रमन कुमार सर्भिसमा गण्डकीलाई अङ्क नम्बर 21-15 अङ्क 22-15 लगातार अङ्क गण्डकीलाई यति बेला 22-15 दोस्रो सेटमा अत्यन्तै पावरफुल सर्भिस रमन कुमार फेरि पनि सर्भिसमा रमन कुमार अङ्क 23-15 लगातार गण्डकीले अङ्क थपिरहेको छ फेरि पनि सर्भिसमा रमन कुमार सर्भिसमा जालीमा अङ्क यति बेला इन्डियालाई अङ्क 24-16 एउटा गेम दियो नि त नराम्रो फुट क्या हो यो गेम तपाईँ हामी त यस्तो लग्गी यार ओहो ल बाबा यति बेला बल जालीमा यति बेला इन्डियालाई अङ्क 17-24 दोस्रो सेटमा यति बेला भने अङ्क गण्डकीलाई 17 को विरुद्ध 25 ले दोस्रो सेट भने गण्डकी प्रदेशले आफ्नो पक्षमा पारिसकेको छ हार्दिक बधाई छ है त अब तेस्रो सेटमा के पो होला त ल तेस्रो सेट सुरु भइसकेको छ 1-1 सेट तेस्रो सेटको पहिलो अङ्क इन्डियालाई नम्बर 1-0 यति बेला अङ्क 1 बराबर 1 इक्वल ए भैया 1 बराबर तेस्रो सेटमा 1-1 सेट भएको छ 1 बराबर अहिलेसम्म 1 अङ्क तलमाथि छैन एकदम इक्वल 1 इक्वल 1-1 सेट तरफ ज्याप बनाइदिएका छन् यहाँ सन्जु विक्रम शाह गण्डकीलाई अङ्क नम्बर 2-1 अत्यन्तै राम्रो स्पाइक तर फलो नपुग्यो अङ्क गण्डकीलाई 3-1 सर्भिसमा रमन कुमार गण्डकी प्रदेशको तर्फबाट उत्कृष्ट सर्भिस ल ओहो अत्यन्तै राम्रो स्पाइक सन्जु विक्रम शाह अङ्क गण्डकीलाई नम्बर 4-1 रुममा गएर बस्ने हो मार्दो बिस्तारै मारो यति बेला भने अङ्क इन्डियालाई नम्बर 2-4 तेस्रो सेटमा 1-1 सेट भएको छ गण्डकी प्रदेशलाई अङ्क नम्बर 5-2 यो तेस्रो सेटमा 1-1 सेट भएको छ अङ्क भने 5-2 अत्यन्तै शानदार स्पाइक अङ्क इन्डियालाई नम्बर 3-5 3-5 इन थर्ड सेट अत्यन्तै राम्रो स्पाइक सन्जु विक्रम शाह गण्डकी प्रदेशलाई अङ्क 3-6-3
अङ्क गण्डकीलाई नम्बर रहेको छ यति बेला 7-3 ल है त ओहो अङ्क भने यति बेला इन्डियालाई नम्बर रहेको छ 4-7 3 अङ्कले अझै पनि गण्डकी प्रदेशले लिड गरिरहेको छ भने 1 सेट गण्डकी 1 सेट इन्डिया मौका गण्डकीलाई मौका अत्यन्तै राम्रो स्पाइक तर बल आउट हुन पुग्यो अङ्क इन्डियालाई राम्रो स्पाइक यति बेला सञ्जु विक्रम शाह गण्डकी प्रदेशलाई अङ्क नम्बर 8-5 सर्भिसमा सञ्जु विक्रम शाह मौका गण्डकीलाई मौका गण्डकी प्रदेशलाई अङ्क नम्बर 9-5 लहै गण्डकीले जित्ने मौका छ ल तेस्रो सेट पनि गण्डकीले जित्ने मौका छ किन भन्दा 4 अङ्कले अगाडि बढिरहेको छ गण्डकी प्रदेश तेस्रो सेटमा सर्भिसमा यति बेला भने सर्भिस बल चालीमा सञ्जु विक्रम यति बेला भने इन्डियालाई अङ्क नम्बर 6-9 अत्यन्तै शानदार स्पाइक इन्द्र विक अङ्क गण्डकी प्रदेशलाई नम्बर रहेको छ 10-6 तेस्रो सेटमा 4 अङ्कले लिड गरिरहेको छ गण्डकी प्रदेशले इन्डियालाई अङ्क 7-10 3 अङ्कले अझै पनि गण्डकी प्रदेशले लिड गरिरहेको छ 1-1 सेट भएको छ भने यो तेस्रो सेटको अङ्क भने 7-10 राम्रो स्पाइक हिमाल सुनारी अङ्क गण्डकी प्रदेशलाई नम्बर रहेको छ 11-7 सर्भिसमा विवास आलेमगर चतुर भलिबल खेलाडी 68 करोड ग्याप बनाइदिएका छन् त्यहाँ अङ्क गण्डकी प्रदेशलाई नम्बर 12-7 गण्डकी प्रदेशलाई अङ्क नम्बर 13-7 भाइ 13-7 14-7 ल त 6 अङ्कले लिड गरिरहेको छ यति बेला गण्डकी प्रदेशले इन्डियालाई तेस्रो सेटमा भने 1-1 सेट भएको छ पहिलो सेट इन्डिया दोस्रो सेट गण्डकी प्रदेश तेस्रो सेटमा गण्डकी प्रदेश अगाडि बढिरहेको छ ओहो यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 14-7 14-7 in third set विवास आलेमगर सर्भिसमा निकै नै राम्रो फिसिङ गर्दै इन्डियालाई अङ्क नम्बर रहेको छ 8-14 सर्भिस हिमाल सुनारी उत्कृष्ट स्पाइक अङ्क यति बेला गण्डकी प्रदेशलाई नम्बर 15-8 छिर्नै दिएन नि त लहै मौका गण्डकीलाई मौका अत्यन्तै राम्रो फिसिङ गर्दै गण्डकी प्रदेशलाई अङ्क 16-8 अङ्कले लिड गरिसकेको छ गण्डकी प्रदेशले यति बेला रमन कुमारको सर्भिस थियो लहै ओहो मौका थियो यति बेला भने नियन्त्रणमा आउन सकेन इन्डियालाई अङ्क 9-16 तेस्रो सेटमा अत्यन्तै राम्रो स्पाइक यति बेला गण्डकी प्रदेशलाई शेषा उत्कृष्ट स्पाइक शेषा उहाँ अफ्रिकन हुनुहुन्छ है कङ्गो रे है
अङ्क यति बेला 17-9 है। हिमाल सुनारीको सर्भिस थियो। ल मौका गण्डकी प्रदेशलाई मौका छ। अत्यन्तै राम्रो फिसिङ सन्जु विक्रम शाह। यसलाई भन्छ दिमाग लगा पासा। अङ्क 18-9। सर्भिसमा यति बेला हिमाल सुनारी चर्चित भलिबल खेलाडी। ओहो निकै नै उत्कृष्ट स्पाइक गर्दै इन्डियालाई अङ्क यति बेला भने अङ्क 10-18। अझै पनि 8 अङ्कले लिड गरिरहेको छ गण्डकी प्रदेशले इन्डियालाई। यो तेस्रो सेटमा 1-1 सेट भएको छ है। यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 19-10 तेस्रो सेटमा। उत्कृष्ट स्पाइक यति बेला इन्डियालाई अङ्क 11-19। लहाई हानट। ओहो सन्जु विक्रम शाहको शानदार स्पाइक। अङ्क गण्डकी प्रदेशलाई 20-11 20-11 रहेको छ। यो तेस्रो सेटमा 1-1 सेट भएको छ। यति बेला भने अङ्क इन्डियालाई 12-20। राम्रो स्पाइक। ओहो यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 21-12। लाई मौका छ गण्डकीलाई यो तेस्रो सेट जित्ने। लहै ओहो मौका ओहो लाई 22-12। बाबा 10 अङ्कले लिड गरिरहेको छ यति बेला गण्डकी प्रदेशले इन्डियालाई तेस्रो सेटमा। गण्डकी प्रदेशले इन्डियालाई यति बेला पानी पिउनी बनाइदिएका छन् है। लहाई ओहो मौका गण्डकीलाई मौका। हिमाल सुनारी यति बेला भने खरब झ्याप बनाइदिएका छन् अङ्क इन्डियालाई। अलिकति पास अग्लो भयो कि अहिले ओपन नि हान्छ नि उसले हान्छ। यति बेला अङ्कको स्थिति 14-22 14-22 इन थर्ड सेट। हिमाल सुनारी उत्कृष्ट स्पाइक। यति बेला भने अङ्क गण्डकी प्रदेशलाई नम्बर 23-14। मौका इन्डियालाई यति बेला इन्डियालाई अङ्क नम्बर 15-23। गण्डकी प्रदेशलाई अङ्क 24-15। रमन कुमार सर्भिसमा। लहाई ल मौका आएको छ गण्डकीलाई गेम गर्ने मौका छ यो। यति बेला भने इन्डियालाई अङ्क यसै गरी गण्डकी प्रदेशले तेस्रो सेट भने गण्डकी प्रदेशले आफ्नो पक्षमा पारिसकेको छ भने अब हेरौँ चौथो सेटमा के पो होला त। तेस्रो सेट भने गण्डकी प्रदेशलाई 2 सेट गण्डकी प्रदेश 1 सेट इन्डिया। लहाई ओहो गण्डकी प्रदेशलाई अङ्क नम्बर यति बेला 1-0। यो चौथो सेटमा 2 सेट गण्डकी 1 सेट इन्डिया। दिवस आलेमगर सर्भिसमा थिए।
यति बेला गण्डकी प्रदेशलाई अङ्क 2-0 सर्भिसमा विवास आलेमगा गण्डकी प्रदेशको तर्फबाट ओहो निकै उत्कृष्ट स्पाइक इन्डियालाई अङ्क नम्बर 1-2 अङ्क भने 1-2 यति बेला सुनिल भलिबल इन्डियालाई अङ्क नम्बर 2 बराबर चौथो सेटमा 2 सेट गण्डकी प्रदेश 1 सेट इन्डिया अङ्क यति बेला 4 बराबर ओहो भाइ यो गेम इन्डियाले जित्यो भने फेरि खेल्नु पर्नेछ भने गण्डकीले जित्यो भने गेम सकिनेछ अङ्क यति बेला 5-4 इन्डिया 5 गण्डकी 4 यो चौथो सेटमा 2 सेट गण्डकी 1 सेट इन्डिया है त यति बेला अङ्क 6-4 चौथो सेटमा 6-4 हिमाल सुनारी पावरफुल स्पाइक गर्दा यति बेला गण्डकीलाई अङ्क ल है त ओहो निकै नै राम्रो अङ्क यति बेला इन्डियालाई नम्बर 7-5 सर्भिस बल जालीमा अङ्क गण्डकीलाई 6-7 होइन र उता पल्टेन अङ्क 6-7 गण्डकीलाई अङ्क 7 बराबर यति बेला अङ्क इन्डियालाई नम्बर 8-7 यो चौथो सेटमा 8 बराबर 8 इक्वल अङ्क यति बेला 9-8 यति बेला अङ्क 9 बराबर ल अङ्क 9 बराबर ओहो अत्यन्तै उत्कृष्ट स्पाइक गर्दै यति बेला भने अङ्क इन्डियालाई 10-9 यति बेला भने अङ्क गण्डकीलाई 10 बराबर 10 इक्वल विवास आलेमगर सर्भिसमा ओहो पावरफुल स्पाइक राम्रो बचाउ छ यहाँ मौका ल मौका अब गण्डकीलाई ल ओहो उत्कृष्ट स्पाइक गण्डकीलाई अङ्क 11-10 अहिले भने गण्डकी प्रदेश 1 अङ्कले अगाडि बढिसकेको छ चौथो सेटमा 2 सेट गण्डकी प्रदेश 1 सेट इन्डिया ल यति बेला अङ्क 11 बराबर यति बेला चेकआउट हान्दै अङ्क गण्डकी प्रदेशलाई नम्बर 12-11 1 अङ्कले अगाडि गण्डकी प्रदेश यो चौथो सेटमा 2 सेट गण्डकी प्रदेश 1 सेट इन्डिया चौथो सेटको अङ्क भने 12-11 सर्भिसमा रमन कुमार अत्यन्तै पावरफुल स्पाइक यति बेला इन्डियालाई अङ्क 12 बराबर चौथो सेटमा 12 बराबर 13-12 राम्रो सर्भिस हिमाल सुनारी मगर मौका गण्डकीलाई ल ओहो आइपुग्यो इन्डियालाई मौका अल आउट गण्डकी प्रदेशलाई अङ्क 14-12 लहै गण्डकी प्रदेश तातेको छ है ल यति बेला भने चर्चित भलिबल खेलाडी हिमाल सुनारी मगर सर्भिसमा मौका आएको छ मौका ओहो यति बेला इन्डियालाई मौका ल मौका छ है मौका ओहो लामो र्याली ल मौका गण्डकी प्रदेशलाई हाने पत यति बेला भने अङ्क गण्डकी प्रदेशलाई 15-12
गण्डकी तातेको छ यति बेला सुनील भलिबल क्लब 12 सर्भिसमा हिमाल सुनारी लहाई अङ्क 15-12 को स्थिति चौथो सेटमा तरफ झ्याप बनाइदिएका छन् त्यहाँ अङ्क गण्डकी प्रदेशलाई नम्बर 16-12 सर्भिसमा हिमाल सुनारी फेरि पनि सर्भिस राम्रो हुन सकेको छैन बडा भने यति बेला स्पाइक मौका इन्डियालाई यति बेला भने अङ्क इन्डियालाई गएको छ 13-16 14-16 यति बेला भने करप झ्याप बनाइदिएका छन् लगातार इन्डियालाई अङ्क 14-16 चेकआउट हान्दै यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर रहेको छ 17-14 अङ्क इन्डियालाई नम्बर रहेको छ 15-17 बल आउट अङ्क यति बेला गण्डकी प्रदेशलाई नम्बर 18-15 14 सेटमा 2 सेट गण्डकी 1 सेट इन्डिया निकै राम्रो स्पाइक गर्दै यति बेला भने अङ्क इन्डियालाई 16-18 यति बेला अङ्क गण्डकीलाई नम्बर 19-16 चौथो सेटको अङ्क रमन कुमार उत्कृष्ट ब्लक गण्डकी प्रदेशलाई अङ्क यति बेला नम्बर 20-16 4 अङ्कले लिड गरिरहेको छ गण्डकी प्रदेशले इन्डियालाई यो सेट गण्डकीले जित्यो भने फाइनल प्रवेश गर्नेछ है फाइनल प्रवेश होइन बलि खेल्ने छन् है आर्मीसँग यति बेला भने अङ्क 20-16 इन्द्र विकास सर्भिसमा हुनुहुन्छ सर्भिस बल आउट हुन पुग्यो इन्डियालाई अङ्क नम्बर 17-20 ओहो उत्कृष्ट चेकआउट हान्दै गण्डकी प्रदेशलाई अङ्क यति बेला 21-17 21-17 ल विवश आलेको सर्भिस थियो तरफ झ्याप गर्दै यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 22-17 22-17 यो यति भएपछि ल खेलो भन्न त सकिन्न है अझ विवश आलेमगर सर्भिसमा हुनुहुन्छ यति बेला अङ्क 22-17 को स्थिति चौथो सेटमा 2 सेट गण्डकीले जितिसकेको छ मौका फेरि पनि गण्डकीलाई मौका उत्कृष्ट स्पाइक राम्रो बचाउ ओहो उत्कृष्ट चेकआउट हान्दै यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 23-17 23-17 23-17 लहाई मौका है अझै पनि गण्डकीलाई मौका ओहो पावरफुल स्पाइक लहाई लामो र्याली बल हावामा उत्कृष्ट पावरफुल स्पाइक राम्रो बचाउ यति बेला गण्डकी प्रदेशलाई अङ्क नम्बर 24-17 24-17 के भयो ल 24-17 यति भएपछि गण्डकी प्रदेशले जित्ने भयो है साथीहरू ल ढुक्क हुनु होला ओहो ओहो गण्डकी प्रदेश विजय भएको छ हार्दिक बधाई हो ल 1-3 को सेटमा गण्डकी प्रदेश विजय भएको छ हार्दिक बधाई छ इन्डियालाई पनि शुभकामना
नेक्स्ट साइड टाइमको भ्रमणले भोलिको दोस्रो त्रिभुवन आफीमा भन्छ अर्को प्रदेशको बिचमा 21 गते हुने जानकारीको लागि यहाँ सम्पूर्ण दर्शकहरूलाई हार्दिक हार्दिक अनुरोध गर्दै विश्व मार्फत फाइनल खेलको टिकट बुकिङ खुला भएको छ। ओके धन्यवाद, थ्याङ्क यू सो मच। जय खेलकुद, जय भलिबल, सबैजनाको जय होस्, जय टाइगर कप। थ्याङ्क यू सो मच।